नयाँ क्रिएटर्सहरुको सबैभन्दा ठूलो समस्या भनेको भ्यूज फ्रीज हुनु हो। यसको लागि धेरैजसो क्रिएटरहरुले एल्गोरिदमलाई ब्लेम दिन्छन् कि युट्युब उनको भिडियो पुश गर्दैन, तर सत्य त्यो होइन। जब तिमी तिम्रो भिडियो पब्लिश गर्छौ तब युट्युब 3 महत्त्वपूर्ण कुराहरू चेक गर्ने गर्छ र डिसाइड गर्छ कि तिम्रो भिडियो पुश गर्ने कि नै। त्यसैले यदि तिमीले 3 सिग्नलहरू बुझ्यौ भने तिम्रो भ्यूज म्याक्सिमम स्पिडले अगाडि बढ्नेछ। पहिलो सिग्नल भनेको उत्कृष्ट हुक थप्नु हो। पहिलो 3 सेकेन्डमा भ्युअर्सलाई शक, क्युरियोसिटी या प्रब्लम देखाऊ जसले गर्दा तिम्रो भिडियो स्वाइप नगरियोस्। सेकेन्ड इम्पोर्टेन्ट सिग्नल भनेको भिडियोमा हरेक 5 सेकेन्डमा नयाँ जानकारी वा ट्विस्ट एड गर्नु हो जसले गर्दा दर्शक बोर नहोस्। अनि लास्टमा आउँछ तिम्रो भिडियोको लुप, जुन युट्युबको धेरैजसो भाइरल भिडियोमा हुने गर्छ। यसको मतलब भिडियोको इन्डिङ फाइन्ड गर्दै फेरि भिडियोको स्टार्टिङमा पुग्नु हो, जसले गर्दा तिम्रो भिडियोमा बढी वाच टाइम, बढी वाच आवर्स हुने गर्छ। त्यसैले सर्ट्स भाइरल गर्ने सिक्रेट सिम्पल छ। हुक बलियो राख, भिडियो लुपेबल बनाऊ र मिनिमम टाइममा भ्युअर्सलाई बढी भ्यालु दिऊ। एल्गोरिदम अटोमेटिकली तिम्रो भिडियोलाई पुश गर्नेछ।